लक्ष्मीपुरको कचबाईमा ठुलो बाढी आएको छ। ट्रकहरू बाहेक यहाँनिर केही पनि तर्न सकिरहेको छैन र सबैजना यहाँको बाढी वारीदेखि पारी, कोही मान्छे पारी कोही मान्छे वारी भइरहेको छ। अब यसलाई रोकिनको लागि, अब यो घट्नको लागि आधा घन्टाभन्दा बेसी समय लाग्नेछ। अब सबै स्कुल जाने विद्यार्थीहरू पनि यहीँ छन्, शिक्षकहरू पनि यहीँ छन्। अब यो ट्रक बाहेक सानो गाडी पनि रोकिरहेको छ। ट्रक चाहिँ जाँदैछ मजाले। अब यहाँ बाइक तर्यो भने बाइक पनि बगाउँछ, साइकलहरू पनि बगाउँछ। टिचरहरू सबै पारी नै छन्, स्टुडेन्टहरू पनि पारी नै छन्। अब शिक्षक पनि आधा घन्टा 1 घन्टा ढिलो जाला, केही हुँदैन। विद्यार्थी पनि आधा घन्टा 1 घन्टा ढिलो जाला। 1 घन्टा ढिलो भए पनि 1-2 घन्टी भए पनि नोक्सान बिहोर्ला। तर यति बेला इमर्जेन्सी एम्बुलेन्स अनि सुत्केरी व्यथाले भेटेका महिलाहरू यहाँदेखि जानुपर्ने अवस्था आयो भने को जिम्मेवार हुन्छ? यत्रो पानी छ, यत्रो बाढी छ, यसमा पुल बनाउनु पर्दैन? कसैको जिम्मेवारी छैन? धेरै वर्षदेखि यो यसरी नै मान्छे छेकिएर बसेको छ। यसरी गडगडाएर बगिरहेको छ। यो एकदमै ओह्रालो, एकदमै भिरालो भएको कारणले गर्दाखेरि यो पानी निकै कडा छ। अब एउटा हाइस तर्ने, अर्को पनि हाइस आएको छ। हाइसले पनि तर्ने आँट गरेन। सबै गाडीहरू यता रोकिएर बसेको छ। जाँदैछ। अब यसको अवस्था कस्तो हुन्छ हेरौँ। हाइसले पनि ब्याक सरेको छ। अर्को गाडी सायद आउने विचार गर्दै होला। हाइस तर्यो एउटा। सबै जाममा परेको छ। यो 70 लक्ष्मीपुरको खोला के खोल्सा हो यो? पानी निकै गरुङ्गो छ, निकै कडा पानी छ। यहाँ हानपानी छ बेसी। लड्यो भने एकैचोटि तल्लो खाल्टामा पुरिदिन्छ यो। त्यसैले यो एकदमै कडा पानी छ। यो ठाडो खोल्सा भएको कारणले गर्दा यहाँ निकै पानी भएकोले सानोतिनो साइकलहरू, बाइकहरू तर्न साथ यसले तल्लो ताल खादिदिन्छ। आम्मामा, 1 सेकेन्डले यार, 1 इन्चीले झन्डै 1 इन्चीले गाडी ठोकिएन। एउटा विद्यार्थी यहाँनिर खोला तर्नु नसकेर वारी नै पर्खिरहेको छ। यो कतिखेर यो बाढी रोकिन्छ र पारी तर्नुला भनेर यो विद्यार्थी यहाँनिर किनारामा बसिरहेको छ, उभिरहेको छ। यस्ता कथा धेरै छन् मधेसमा। यो लक्ष्मीपुरको यो खोल्सामा मात्रै नभएर ये सरकार जिम्मेवार हो।
यो सरकारलाई प्रश्न छ, यसको जिम्मेवार को हो? यस्तो गाडीले त यत्रो पानी निकाल्छ नि। यसले चाहिँ राम्रो तरिकाले तर्न जान्यो, अरू चाहिँ एकदम पागल जस्तो। अब यो मान्छे मर्ने भयो, अब पागल जस्तो मान्छे छ। यो जीवन चौधरी सर हो, जाँदै हुनुहुन्छ बिस्तारै। अब बाइकहरू चम्किएर चाहिँ गडगडाएर तर्न थाले। अब चाहिँ अलि पानी घटिसकेको छ। ए कस्तो पागलहरू छ। मान्छे देखि कसरी कुदेको? अब यो